त्यो स्टुडेन्ट भिजामा जुन सिचुएसनमा चाहिँ मेरो दाइ जानुभन्दा 1 महिना अगाडि चाहिँ मेरो जेठी दिदी नै बित्नु भएको थियो है। हामीले आफ्नो दिदी पनि गुमाएको थियो। अनि त्यो सिचुएसनमा दाइ अब भनौँ न यसो 8-9 लाख लोन लिएर तपाईँको रसिया जानुभएको थियो पढ्नको लागि भनेर। अनि तपाईँको दाइ रसिया गइसके पछाडि तपाईँको 4-5 महिनापछि तपाईँको त्यतिखेर चल्दै थियो। दाइले सुरुमा कामहरू पनि पाउनुहुन्थ्यो अलिअलि स्टेडियममा, कहिले हिउँ सोर्ने, अनि कहिले कहिले रेस्टुरेन्टमा तपाईँको क्लिनिङकोहरू यताउति सुरुमा काम गर्दै हुनुहुन्थ्यो। तर अब रसियन भाषा नआइसकेपछि चाहिँ कस्तो भन्दाखेरि अलिअलि 4-5 दिन काम गराउने अनि निकालिदिने, पैसा दिनुपर्छ भनेर त्यो सिचुएसन भएको थियो है। अनि त्यतिखेरको सिचुएसनमा दाइ मेन्टालिटी एकदम भनौँ न अब डाउनै हुनु भइसकेको थियो है। तिमी के रुँदैछौ? ठिकै छ दाइ। के भएको ब्रदरलाई? अनि दाइ अहिले युक्रेन जेलमा हुनुहुन्छ कि दाइ। मैले 2.5 वर्ष भइसक्यो कि दाइ है दाइको लागि आवाज उठाइरहेको है। म सरकारसम्म दाइ सबै ठाउँमा गइसक्यो कि मलाई कहीँबाट नि केही पनि हेल्प भएन कि दाइ। ठुल्ठुला तपाईँको पत्रकारहरू भाडा जाँदाखेरि दाइ सबैले पैसाको कुरा मात्र गर्ने है। पैसा नभएपछि त केही नहुने रहेछ कि दाइ। अनि तपाईँको पत्रकार मार्फत जाँदाखेरि है अब भिडियो नै अब भनौँ न आवाज सरकार मार्फत त पुग्नै नसक्ने के दाइ। अब सरकारमा तपाईँको त्यतिखेर बालुवाटारदेखि लिएर म गृह मन्त्रालय, सिंहदरबार सबै गएको के दाइ। पेपरहरू सबै ठाउँमा दिएँ है। आजसम्म पनि यति 3 वर्ष बितिसक्नु लाग्दाखेरि पनि सबैले के कहीँबाट केही पनि गरिदिनु भएन के दाइ। तपाईँको इभन युक्रेन सरकारले नि दाइ तपाईँको के भनेको छ कि हामी हेल्प गर्छौँ भनेर। तपाईँको उहाँ चाहनुहुन्छ भने नेपाल सरकारले नेगोसिएट गरेको खण्डमा हामी उहाँलाई नेपाल पठाउन चाहन्छौँ भनेर भनेको छ कि दाइ। यता सुन न सौजन भाइ, यता सुन न। अब मैले चाहिँ के गर्नु पर्यो भाइराजा भन त। मैले चाहिँ तिमीले एउटा एनआरएनएहरू हुन्छ नि, को मान्छेहरू हुन्छ, मलाई पनि त्यस्तो खासै केही थाहा छैन। यतापट्टि उसमा पनि गयो यो के अरे हाम्रो राजदूतावासमा दाइ। सबै राजदूतावासमा सबै मैले मेल सेल गर्नेदेखि लिएर आफै पनि कतिचोटि गइसकेँ दाइ। अब अर्को हप्ता म उता टोकियो पनि जाँदैछु युक्रेन एम्बेसीमा कुरा राख्नलाई। आफै पनि जाँदैछु दाइ। कहाँ? युक्रेन एम्बेसीमा यहाँ टोकियोमा छ। म जापान छु दाइ अहिले। जापान छु दाइ अहिले। अनि अहिले घरमा मम्मी र दाइ हुनुहुन्छ। मम्मी पनि बिरामी हुन्छ दाइ, अस्ति भएर अपरेसन गरेको। अनि कहीँ पनि हिँड्न सक्नुहुन्न। दाइले मम्मीलाई छोड्न पनि सक्नुहुन्न। त्यही पनि दाइ काठमाडौँ यताउति गरेर सबै एकदम गरिरहनु भएको छ दाइ। तर अहिलेसम्म केही पनि हुन सकेको छैन। ओके छ त भाइ। यहाँ धेरैजना मान्छेहरू पनि हेरिराख्नु भएको छ तिम्रो पीडा यताउति। म तिम्रो भिडियोहरू पनि हेर्छु है मेरो भाइराजा। अनि म यसो कन्ट्याक्ट गरेर तिमीलाई कोही मान्छेसँग यताउतिसँग कुराकानी मेरो हेरिराख्नुहुन्छ होला धेरैजना मिडियाको मान्छेहरूले पनि। यसो कसैलाई केही थाहा छ यसको बारेमा, यताउति बारेमा कन्ट्याक्ट कोलाई गर्दा हुन्छ के त तरिकाले गर यो उहाँको दाइलाई चाहिँ उताबाट झिकाउन सकिन्छ बाहिर विदेशबाट है। त्यो कुराहरू यसो गरेर भने कसैले थाहा छ भने हाम्रो कन्ट्याक्टमा आउनु होला। म भाइसँग जोडाइदिन्छु, भाइसँग कनेक्ट गराइदिन्छु। हेर्नु न दाइ, म हजुरलाई एउटा भिडियो देखाउँछु कि है दाइ। यो नेपाल सरकारलाई यो युक्रेन तपाईँको उसले भनेको छ कि म यहाँ राखिदिएको छु surrounded, and they we are interested to pass them to their homelands. And in case, for now, we have some limited interest from limited number of countries, because, you know, in some countries, internal situation is very difficult, like Somalia, like Sierra Leone, and some countries are interested in participation of their citizens in such hostilities like Cuban. So some countries like India, like Nepal are interested, and of course, in case they want to have their citizens back, so we have a very good base for negotiations. सिधै भनेको छ कि नेगोसिएट गर्न तयार छौँ भनेर, तर सरकारले चाहिँ केही उसै गरेको छैन के। इभन तपाईँको युक्रेनमा तपाईँको आफ्नो राजदूतावास मार्फत तपाईँको जर्मनी मार्फत कुरा पनि गरेको छैन कि यिनीहरूले। सुन, आज यसरी बसिरहेको छु लाइभमा, यताउति भइरहेको छ, धेरै कुराकानी भइसक्यो नि त, मान्छेहरूले धेरैलाई थाहा भइसक्यो। भोलिको दिनमा अब कोही मतलब त्यहाँ थाहा भएको मान्छे, यताउति चिनेको मान्छे, कसैलाई यसको बारेमा प्रोसेसिङ थाहा भएको मान्छेहरूले पनि कनेक्टमा आउनुहुन्छ होला, कन्ट्याक्टमा आउनुहुन्छ होला। म यो भाइ चाहिँ हाम्रो, तिम्रो म साथी पनि भनौँ, यो भाइ र म चाहिँ छौँ। अनि म तिमीलाई
कनेक्ट गराइदिन्छु उहाँहरूसँग है। अब त्योभन्दा चाहिँ हामीले अब के गर्न सकिन्छ मेरो भाइ दाइ भन्नाले यार। मैले चाहेको नि हजुरहरूको तपाईँको कुल यहाँ एकदम धेरै छ दाइ 20-25 हजार तपाईँको नर्मल पनि अब हेरिरहनु भएको हुन्छ हजुरलाई है होइन हामी त जहिले अलवेज सपोर्ट छ होइन। त्यही त अनि यहाँ मैले कन्ट्याक्ट सपोर्टै रवि दाइ पाउनु हाम्रो के दाइ मलाई अहिले एकदम सपोर्टै चाहिरहेको छ अनि तपाईँले सबैले मेरो भिडियो रिपोस्टहरू गरिदिएर तपाईँको आफ्नो कन्टेन्ट बनाएर दाइको भिडियोलाई लिएर कन्टेन्ट बनाइदिनु भयो भने मात्र धेरै हेल्प हुन्छ क्या दाइ म त्यही भनेर दाइसँग जोइन हुन लाग्यो एकदम सबैजनाले जति पनि जनाले त्यो पेजहरूले हालिराख्नु भएको छ हाम्रो बारेमा यो कुराहरू पनि उठाइदिनु होला, यताउति गरिदिनु होला। प्लस यो हाम्रो भाइको यो थाहा हुने मतलब उहाँकोमा उसको आफ्नो दाइलाई चाहिँ उताबाट झिकाउनको लागि के कुराहरू प्रोसेसहरू के कुराहरू गर्नुपर्ने कुराहरू छ त्योहरू थाहा हुने मान्छेले चाहिँ यस्तो कनेक्ट गराइदिनु होला। अझै मेन स्ट्रिम मिडियाले पनि कभर गरिदिँदा हुन्थ्यो, म त त्यही भन्छु है। मेन स्ट्रिम मिडियामा एउटा भिडियो बनाएर दाइ फेसबुकहरूमा हालिदिनु भयो भने धेरै हेल्प हुने दाइ म हजुरलाई सबै डिटेल पनि पठाइदिन्छु है। मैले तपाईँलाई एक्सप्लेनेसन गरेर हजुरको लागि भनेर नि भिडियो बनाएको थिएँ दाइ है, हजुरले पाउनु भयो कि भएन मैले मेन्सन गरेको थिएँ टिकटकमा। ओके सर, होइन भाइ म उसँग तिमीलाई म अलिक मेन स्ट्रिम मिडियाको कोही यता 1-2जना दाइहरू चिनेको छु मैले, उहाँहरूसँग कनेक्ट गराइदिन्छु। त्यो नआत्यो होइन तिमी अनि कहिलेदेखि आयो त्यो टिकटकमा भन्नलाई चाहिँ? म अहिले 1.5 महिना भयो दाइ टिकटकमा भिडियो बनाएर हाल्न थालेको दाइ। ए ठिक छ म गराइदिउँला, यताउति कनेक्ट गराइदिउँला, त्यसको तनाव टेन्सन केही पनि भएन। अब म यसो भिडियो बनाएर दाइ फेसबुकहरूमा नि हालिदिनु एकदम धेरै हेल्प हुन्छ दाइ। ल हुन्छ हजुरलाई फलो नि गरेको छु दाइ। ल ओके सौजन भाइ, म अब के भनौँ त अब है, हस् दाइ म कुराकानी गराइदिउँला उहाँहरूसँग यार। हुन्छ दाइ। कतैबाट हेरेर कोही केटाहरूले मलाई मेसेज गर्यो भने यताउतिबाट गर्यो भने गराइदिउँला दाइ आज जोइन गरिदिनु भयो है, धेरै धेरै धन्यवाद दाइ। भाइ राजा, लभ यु यार। ल ल दाइ।